यस्तै सांगीतिक कौशली प्रस्तुत गरिरहेका छौँ। आमा दाजुभाइ दिदीबहिनीहरू, यहाँले पनि दृष्टिविहीनलाई सकेको सहयोग गर्नुपर्छ भन्ने भावना तपाईँहरूमा छ। अशक्त दृष्टिविहीनको पीडा पनि तपाईँहरूकै पीडा हो। जति सकिन्छ आफूले सकेको सहयोग गर्नु नै पुण्य पाउनु हो। आमा दाजुभाइ दिदीबहिनीहरू, कोही पनि रहरले यसरी यहाँको माझमा दुःख दिन आएको होइन। परिस्थिति र बाध्यताले गर्दा दुःख कष्ट दिन आइरहेका छौँ। त्यसैले गाह्रो नमानिदिनुहोला। अशक्त दृष्टिविहीनको पीडालाई थोरै भए पनि साथ दिनुहुनेछ भन्ने आशा गरेका छौँ र धेरै सहयोग गर्नुपर्छ भन्ने छैन। कैलाश कुँवर हुनुहुन्छ, उहाँले रु 50 रुपियाँ सहयोग प्रदान गरेर धर्म कर्म पुण्य अनुदान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। नवग्रहले कहिल्यै दुःख पीडा नदिउन्, उहाँको सम्पूर्ण परिवारलाई पाथिबारा माताले रक्षा गरून् भन्ने आशीर्वाद दिन चाहन्छौँ। आमा दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरू पनि आउनुहुनेछ भन्ने आशा गरेका छौँ। अशक्त दृष्टिविहीनको पीडालाई बुझ्नुहुनेछ भन्ने अपेक्षा राखेका छौँ। त्यसैले गाह्रो नमानिदिनुहोला, सकेको सहयोग गरिदिनुहोला, साथ दिनुहोला भन्ने आशा गर्दै हामीमा भएका पीडा पोखिरहेका छौँ।